घरमा पानी नआएर चाहिँ ड्रमको पानीले चाहिँ कपडा धुनु पर्यो। मैले यस्तो थियो आमामामा छ्या हेर्नु त। हेल्लो गाइज के छ? फेरि पनि स्वागत छ मेरो छोटो मिठो मिनी ब्लगबाट। बिहान नै गुड मर्निङ। बिहानीको अवस्था के गर्नु, केटा मान्छेको यस्तो हुन्छ बड्याङ बुडुङ फोहोरै फोहोर। जति साफ कुरो भनिदिनु तनाव। अनि साइडमा हेरेको थिएँ अस्तिको दसैँको दक्षिणा चाहिँ मात्र भएको थियो 15 रुपियाँ, तर त्यो नि मेरो सुनभन्दा कम छैन भित्रपट्टि गएको। अनि भाइटिकाको चाहिँ अलि चक्लेटहरू थियो, त्यो हेरेको टाउको दुख्ने जस्तो भएको थियो, अनि त्यो भएर त्यसलाई खाइदिएको। आम्मामा यति धेरै कुखाम भइरहेको थियो। अनि त्यो एउटा सेतो एउटा हिउँ जस्तै मिठाई थियो, त्यो मिठाई खाएको चक्लेट आम्मामा यस्तो मिठो यार हेर्नु त। अनि अर्को पनि थियो, यसलाई कोपिन्नो भन्छ, तिमीहरू चाहिँ के भन्छौ थाहा भएन। अनि अर्को सुन पापडी थियो, त्यसलाई नि खाएर चाहिँ मेरो खाने मात्रै काम हो, बिहान उठेदेखि के गर्नु। अनि सुन्तला नि त्यो नि खाएको, जति खाने पेटै भरिँदैन यार, के गर्नु दैट। अनि साथीभाइहरू घरमा पानी आउँदैन थियो, कपडा नि धुनु धेरै थियो। अनि त्यस्तो गर्नु माथिपट्टि गएर चाहिँ पानी लाउनु चाहिँ कुद्दी गएको। अनि अङ्कलको घरमा त पानी आइरहेको थियो, तर पानी आउँछ कि आउँदैन भनेर चाहिँ यसो हेरेर चाहिँ अनि धारालाई ओपन गरेको त पानी त आइरहेको छ। अनि मैले चाहिँ छिट्टो कुदेर चाहिँ के बिग्रियो भनेर चाहिँ पाइप हेरेको, त आमामा धेरै पाइप त देखेँ, तर कुन चाहिँ पाइपमा पानी जान्छ भन्ने कुरा कन्फ्युज भएको थियो। अनि एकैछिनपछि रिसर्च गरेर चाहिँ ट्याक्क पानी चाहिँ कन्फर्म लगाएँ। अनि पानी लगाएर चाहिँ घर आएको त आमामामा यस्तो भयो होइन दैट। अनि कुद्दी घर आएको, घर आउँदाखेरि चाहिँ मैले चाहिँ साथीभाइहरू बाटोमा देखेँ उखुको बोट। अनि हेरौँ यार कस्तो भयो, खाना लागेको छ कि छैन भनेर त्यहाँ गएर हेरेको त खाना लागेको त थियो, तर मान्छे आएर चाहिँ मैले खानै पाएन। तर के गर्नु, किस्मतमा लेखेर होइन छ। अनि घर आएको त साथीभाइहरू पानी नै आएन यार, पानी लाउन त लगाएको। यस्तो टेन्सन भएको थियो आमामा, टाउको फुटाउने जस्तो टेन्सन भएको थियो। तर छोडिदियो भनेर चाहिँ साइडमा चाहिँ बिस्कुट सुकाएको थियो, साथीभाइहरू देख्न चाहन्छ। अनि सिमीहरू नै सुकाएको थियो, त्यसलाई छुट्न बाँकी छ। अनि सँगै खोर्सानीहरू डल्ले खोर्सानी पनि यति हरियो छ, त्यसलाई नि सुकाएँ। अनि सँगै त्यो प्याजलाई नि सुकाएर चाहिँ बाबाको रुममा आएको त यस्तै हुन्छ, के गर्नु लाइट साइट अन गरेर चाहिँ बाबाको रुममा रुम सुम्नी देखाएँ, के गर्नु यस्तै हुन्छ बड्याङ बडुङ गोठभित्र हो साथीभाइहरू साफ गरेर। अनि आफ्नो कोठाको त के कुरा गर्ने यार, आफ्नो कोठामा त कपडाले ड्याङडुङ परै छ। अनि त्यो कपडालाई नि धुनु पऱ्यो भनेर चाहिँ सोचिरहेको थियो। तर धुनुभन्दा अगाडि चाहिँ सुन्तलाको बोक्रा सोक्रा छिलेर चाहिँ साथीभाइहरू सुन्तला चाहिँ खानालाई रेडी भयो। अनि कममा खाएको त साथीभाइहरू यस्तो मिठो रहेछ। सबलाई रेडी गरेर चाहिँ धारमा बसालेँ चाहिँ ड्रममा पानी छ कि छैन भनेर पानी हेरेको, अलि त पानी रहेछ। अनि त्यही पानीले चाहिँ कपडा धुन्छु भनेर चाहिँ त्यो पानीलाई चाहिँ टक्क जगसकले चाहिँ हालेर चाहिँ टक्क मिलाएर चाहिँ कपडा सपडा भिजाएँ। अनि साथीभाइहरू यस्तो तनाव भएको थियो यार पो। अनि लास्टै अनि एक जग पानी सक्यो, ड्रमबाट निकाल्यो हाल्यो यार। अनि साथीभाइहरू आज चाहिँ अलि साँझ भएको कारणले गर्दाखेरि चाहिँ त्यति नेचर देखाउन पाएन भ्यू। अनि साँझ पऱ्यो, आमाले चाहिँ टक्क रोटी पकाउनु भएको थियो, त्यो रोटी खाएर चाहिँ सुते। साथीभाइहरू के कस्तो लाग्यो मेरो मिनी ब्लग राम्रो लागेर सब्सक्राइब गर्नु होला, सब्सक्राइब।